सेलिब्रेट गर्छौँ। यो परम्पराको बेस नै दाजुभाइ दिदीबहिनीको बिचको माया हो। बस यो सिम्पल र ब्युटिफुल रिजनले हामीले पर्व कस्तो रमाइलो गरी भव्य तरिकाले झिलिमिली होइन झिलिमिली बालेर देउसी भैलो खेलेर अनि के भन्छ फुल उनेर झन् अब सहरतिर त त्यस्तो धेरै फुल हुँदैन, पहाडतिर चाहिँ फुल टिपेर सयपत्री फुल टिपेर माला उनेर झ्यालमा ढोकामा विभिन्न ठाउँमा गाग्रीमा अम्खरामा लगाउने प्रचलन छ नि त उहिलेदेखिको। भाइटिका चाहिँ किन अन्तिम दिन मनाएको रे भने नि कसले हो मलाई थाहा भएन, ठ्याक्कै एक्ज्याक्ट त मलाई थाहा भएन, मेबी कोही दिदी बहिनीले होला कागलाई कुकुरलाई अनि गाई गोरुलाई त्यस्तै भाइलाई चाहिँ तिमीहरूलाई पूजा गर्छु भनेर बोलाएको थियो अरे। मेबी यमुनाले नै हो कि कसले हो मलाई थाहा भएन, एक्ज्याक्ट चाहिँ मैले जस्तो सुनेको कुरा भनेको हो। अनि त्यसपछि फर्स्टमा काग त हुरुरु उडेर आइहाल्यो अरे, खाना दिएर पूजा गरेर पठाइन अरे। अनि कुकुर पनि यताउता अलिँदै डुल्दै भए पनि छिटै आइपुग्यो अरे भनौँ न। अनि कुकुरलाई पनि त्यस्तै पूजा गरिन्छ नि त, पूजा गरिन्छ, खाना दिइन्छ, माला लगाइदिन्छ। अनि अब गाई गोरुलाई पनि एकदमै पूजा गरेर गोवर्धन पर्वत बनाएर के गरेर पूजा गरिन्छ गाईलाई गोरुलाई। जस्तो गाईलाई त लक्ष्मीको प्रतीक समथिङ के मानिन्छ जस्तो लागिरहेको थियो। अनि अब भाइहरू चाहिँ भाइ त त्यस्तै त हो नि, यताउता डुल्दै के गर्दै गीत त भने पर्खिहाल्छ भन्दै अन्तिम दिन आइपुगेको अहिले चाहिँ भाइटिका चाहिँ अन्तिममा मनाइने चलन छ के। जस्तै भने सुनाउनुहुन्थ्यो पहिले मम्मी आमाहरू। त्यसैले पहिले काग तिहार, त्यसपछि कुकुर तिहार। अनि हामी चाहिँ जहिले पनि कुकुर तिहारको बेलुका लक्ष्मी पूजा गर्छौँ। अनि त्यसपछि अर्को दिन गाई गोरु पूजा गर्छौँ। पहिले गाई पूजा गरेर गोरु पूजा गर्छौँ, गोवर्धन पूजा गर्छौँ। अनि त्यसपछि अन्तिम दिन चाहिँ भाइटिका हो क्या, भैलो खेल्न जान्छौँ, देउसी खेल्छौँ, एकदमै रमाइलो हुन्छ। जहिले जहिले हामीले यिनीहरूलाई पुज्थ्यौँ, टिका लगाइदिन्छौँ, माला लगाइदिन्थ्यौँ। अनि यो चोटि चाहिँ अब छेक्न त दाजुभाइले पर्दैन नि त, अनि हामीलाई पनि पूजा गर भनेको। अनि तँलाई त यति फुलले पनि पुरिन्छेस् होला भनेदेखि पूजा गरिरहेको थिएँ। हाम्रो बनाएर टिका लगाइदिए पालै पालो, आफै ताली बजाउँदै। गाउँमा धेरै मान्छे आउँदा त देउसी भैलो खेल्दा पनि कति धेरै रमाइलो हुन्छ। अनि सबैजना मिलो पिङ खेल्ने ठाउँ हुन्छ क्या हाम्रो चाहिँ पिङ थाप्ने ठाउँ, पिङ डाँडा भन्छौँ क्या हामी त्यो ठाउँलाई। अनि पिङ डाँडामा गयो, अब सबैजना आउनुभएको हुन्छ गाउँभरिको, पिङ खेल्यो। अनि त्यसपछि जति बाँकी हुन्छ नि त्यति ठाउँमा फेरि देउसी खेल्न गयो। हामी चाहिँ ठ्याक्कै भाइटिकाको दिनसम्म मात्रै देउसी खेल्छौँ कि। अन्त त कता अब हाम्रो गाउँमा होइन अरू गाउँतिर एकादशीको दिनसम्म पनि देउसी खेल्नुहुन्छ, थाहा भएकै कुरा हो, हजुरहरूलाई पनि थाहा होला। त्यहाँ चाहिँ भाइटिकाको दिनसम्म मात्रै खेल्छौँ। अब टाढा टाढाबाट माइत आउनुभएको चेलीहरू घर जानुपर्ने हुन्छ। अनि ठ्याक्कै भाइटिकासम्म खेल्यो अनि सकायो क्या, कस्तो रमाइलो हुन्छ। त्यस्तो गर्दाखेरि अब टाढा टाढा जाने मान्छेहरू पनि सबैतिर देउसी खेल्न पाइने भयो। कोही छुट्यो है भन्नु परेन, सबैजना मिलेर खेल्न पाइन्छ नि त त्यस्तो गर्दाखेरि। अनि त्यसपछि फेरि दिदीबहिनीको खुट्टा ढोक्दा चाहिँ यो चोरी औँलाले खुट्टाको दुईवटा बुढी औँला समातेर अनि त्यसपछि ढोग्नुपर्छ अरे। त्यसरी ढोग्नुपर्छ भन्दै हजुरबाले सिकाउनु हुँदै थियो भाइहरूलाई। कति धेरै परम्परागत चलन हुन्छ नि जुन हामीलाई थाहा नै हुँदैन। अझ यो तराईमा बस्ने
लाइक सहरमा बस्नेहरूलाई त त्यत्रो थाहा हुँदैन, त्यही पनि गाउँमा बस्नेहरूलाई त अलिअलि चाहिँ थाहा हुन्छ सहरमा बस्नेलाई भन्दा चाहिँ। फेरि सहरमा बस्ने हामीलाई के थाहा छैन भन्दैन, उनीहरूलाई जस्ट चालचलन कस्तो हुन्छ के हुन्छ सबै थोक गाउँमा बस्नेले बुझेको हुन्छ अलि भनेर जस्ट भन्न खोजेको मात्रै हुन्छ। हो सहरमा बस्नेले पनि बुझ्न त बुझ्नु भएको हुन्छ नि कति धेरै। अब हाम्रो चाहिँ यहाँ टिका लगाएर दक्षिणा थाप्ने टाइम चलिरहेछ। पालै सबै ढोग्नुहुन्छ, टिका लगाइदिनुहुन्छ, ढोग्नुहुन्छ, सबैजनाको लगाइदिनुहुन्छ कि कस्तो रमाइलो हुन्छ त्यस्तो चाहिँ। पालो पहिले भाइहरूले सके अनि बाहरूले लगाइदिनु भयो, त्यसपछि बाबा मम्मी ड्याडी हुँदै पालो यिनीहरू कति धेरै झगडा गर्दै पूजा गरिरहेको छन्। त्यहाँ दिदीलाई ढोग्दैछ पालो। फेरि नवीनले आफ्नो फुपूलाई कति धेरै माया गरेको, त्यो फुलले छरेछ टाउकामा। मैले सबैलाई नमस्ते गरेँ अनि त्यसपछि दिदीलाई पनि दाजु भनिदियो भने कस्तो खुसी हुन्छन् क्या। दाजु नमस्ते भनेको खुसी भइरहेको थियो, यसले हामीलाई दाजु भनी भन्दै। फेरि मेरा भाइहरूको कुरै छुट्टै छ क्या। हामीले दिएपछि पहिलो घाँस उनीहरूलाई हामीले नै खुवाउनु पर्ने अरे। अनि त्यसपछि अब दिदीले खुवाउँछ त्यहाँ पहिलो घाँस दिदीबहिनीले खुवाइदिएपछि मात्रै उनीहरूले खानुपर्ने अरे। अनि पालो खुवाइदिउँ, यो चाहिँ उनीहरूको दिन अरे क्या। अनि उनीहरूले जे भनौँ हामीले त्यही मानिदिनु पर्ने अरे। यस्तै भयो साथीहरू हाम्रो यो सालको भाइटिका। तपाईँहरूको कस्तो भयो कमेन्ट गरिदिनु होला, अनि लाइक पनि गरिदिनु होला। अब सेयर सब्सक्राइब त के भनिराख्नु, त्यही पनि गरिदिनु होला। अब ल्याएर पोज दिन्छे अनि बाई बाई।